सुधालाई पो सुहाइरहेछ त क्याबले त चिटिक्कै क्यामेरा पनि सम्भाउनु जान्नु पर्ने यहाँ ल्याउनु यसरी के यसरी हो सुहाइरहेछ मिलिरहेछ त नि अहिले जाने त दौराले दिन्छु नि म हल्का छोपेछ नत्र हिमाल पनि देखिने रहेछ आज हिजो पानी परेर आज मौसम खुलेको अवस्था छ जङ्गलको बीचमा चाहिँ एउटा देवीथान छ यो भागमा सिजनमा मान्छे धेरै हुन्छ है कुनै सिजन हुन्छ यहाँ बजार लाग्छ नि कसो पो अहिले चाहिँ चराको मात्रै रहेछ शक्तिशाली होइन spills the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune. Caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. यो चाहिँ मारपिट गर्छ gold on the mountain's crown, while rivers whisper truths as they flow down. Their songs in कालो पानीको अवस्था टकटकी फुटेको यी
चौताराको अवस्था दामी छ। वाउ किरा पो हुन्छ है यसमा। वाउ सानोमा खाएको याद आयो। मिठो भयो मैले सानोमा खाएको जस्तै भयो। लेखाली र औलेली भन्ने हुँदैन नि त एउटै हुन्छ। हुन्छ यो फुल त हाम्रोमा नि कति टन्ने हुन्थ्यो नचलाउनु है देउता लाग्छ। वाउ दामी छ। देउता पो लाग्छ टिप्नु ओइ जो पाए त्यही गर्ने कहाँ के छुने हो त हेर्नु। ए यो खालको त कति टन्ने हुन्छ जाप्पाती हुन्छ उता हाम्रोमा चाहिँ। कस्तो हुन्छ वाउ दामी छ है। कहाँ दिन्छ जो पाए त्यो नि फुल। नाथे रे नाथे चाहिँ भनिँदैन ल ब्रो। पानी ए भ्याइन्छ 3 मिनटमा यति लामो हिँड्यो म परदेखि हामी क्यापकटबाट रिल्स त हुन्छ नि युट्युब भिडियो थोरै त्यहाँ त्यो पैसा तिर्नुपर्छ क्याटको। के मारे क्याटको बन्ने हुन्छ ए भन्नु कट क्याप त्यसमा छोटो छोटो भिडियोहरू चाहिँ एडिट गर्न मिल्छ नि। लामो गर्ने हुन्छ सफ्टवेयर छ पैसा तिर्नु पर्दैन फ्री।
कौन त माग न हामी दिइहाल्छौँ युट्युब भिडियो एडिट गर्छ कत्रो फेस देखिरहेछ मेरो यस्तो भिडियो चाहिँ गर न दामी सोलिड आउँछ है यस्तो दामी यत्रो फेस देखिन्छ अनि उयो देखि गर सक्स 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 Hey, let's come on. Let's go dance. यो कौन सा भारी है तो? चस्मा चाहिँ कौन सा? चस्मा चाहिँ एउटा लगाउनु पर्ने. हाम्रो ब्याग बोक्ने पाले दाइ हो नि त. काले दाइ. दुखी आइन्छ. यो मान्छे बोलेछ. ल काले पानी हुँदै हुँदै अहिले चाहिँ ठ्याक्कै माङहिम भनेर माङहिम जाने बाटो यो लिम्बू भाषाबाट लेखिएको माङहिमको मतलब तर एक्ज्याक्ट थाहा चाहिँ भएन मलाई माङ भनेको चाहिँ देउता भन्ने छ माङहिम भनेको घर हो देउताको घर देवीको घर अर समथिङ त्यस्तै होला माङहिम हिम भनेर घरलाई जनाउँछ माङ भनेको देउताले जनाउँछ भगवानलाई माङहिम भन्छ है हजुर गोपटारदेखि करिब यस्तो छ एकदम बवाल बनाएको रहेछ ओए वाशरुम जाने भनेको हैन यहाँ छ त फुलैको थुङ्गा हौ कि बगेको गङ्गा हौ कि मायाको हौ कि हजुर पूजा गर्दो रहेछ नि यहाँनिर पूजा गर्दा रहेछन् यो चाहिँ कतिवटा बनाएको आम्मा ओहो यहाँ रहेछ नि चियाबारी त चियाको बोटमा यो चियाबारी रहेछ टन्न कसको होला कुनै फुलै फुलको बगैँचा तो किल्ले यहाँ पुरानो चौतारा ओहो त्रिशूल यहाँ ढुङ्गाहरू राखिएका रहेछन् त्रिशूलहरू बनाइएको छ यो चाहिँ बाहिरको भाग हो ढुङ्गाहरू त बाफ्रे पाथिवरा यहाँ नाम लेखिएको छ सगरमाथा रहेछ त्यो यो चाहिँ केले छोपिएको छ यो पाथिवरा लेखिएको छ यो कुम्भकर्ण रे यो रामजियल यो सिरिङचोक यो टिम्बु पोखरी वाउ मन्दिरहरू चाहिँ एकदमै लायकको बनाएर रहेछ है हेरिरम जस्तो बाफ्रे चियाको बोटमा मुना पलायो सानो
माछा छ चियामा फोटो खिचिस् त अनि कति पुग्छ यहाँ त भेगुता मात्रै रहेछ यहाँ चाहिँ मलाई यो माङ हिम यहाँ भएको कुरा फ्याट्टकै थाहा थिएन आज हाम्रो सुधाले देखायो एक्चुअली कालो पानी घुम्नु आउने मान्छेहरू चाहिँ एकदम यहाँ धेरैजना कुपेटारबाट कालो पानी घुम्नेको सङ्ख्या चाहिँ एकदमै धेरै हुन्छ तर त्यहाँदेखि अलि ओर आएपछि माङ हिम छ भन्ने कुरा कसैलाई थाहा हुँदैन यहाँ नआएको मान्छेहरूलाई चाहिँ मैले देखाइसकेँ भिडियोमा जति कैद गरिएको छ यहाँदेखिको वरिपरिको वातावरण चियाले ढाकिएको छ भने आउनको लागि अनुरोध पनि गरियो एकदमै तर यहाँनिर अब सेवा गर्नुको लागि चाहिँ अलिकति केही नखाइ आउनुपर्ने यहाँ आउनु होला घुम्नु होला एकदम राम्रो रहेछ वरिपरिको वातावरणदेखि लिएर अनि यो अब हामीले घुम्नु पर्ने नर्मली यति नै होला अब फेरि दुबारा कहिले आइन्छ कहिले आइन्छ कति वर्ष पछाडि आइन्छ होइन आजको लागि चाहिँ भिडियो यति नै अब अर्को ठाउँ जाँदाखेरि फेरि भिडियो लिएर आउँला बाई 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 बाई